म त बर्बाद भयो के भयो? के गर्नु गर्नु म त के भयो? बर्बाद भयो अर्दसो तर अप्रैल फुल इमेबा अनबेंदिगे ngaki mena ngai nini yeba nini lbini nini dati almost all ngati charo zumbere de mo da chigede ani laumena ngati de nini laumade ani isi हेलो निने ओइ कहाँ छ घर गई के गरिज बसिरहेको म त बर्बाद भयो के के गर्नु गर्नु म त भयो? बर्बाद भयो अनि म कहाँ छ? म यहाँ घरमा छ कि अनि अब म के गर्नु डिभोर्स गरिदिनु पर्यो अब मलाई पुरा मन दुखायो अब के गर्नु त? पुरा मन दुख्यो मेरो के अब म के गर्नु अब त्यो एकदमै बिगोरी गर्नु भन्नु भने हुन्छ कि अब एकपल्ट उसले सोध्नु पर्छ उसलाई अब उसले मलाई त होइन कसले नटिपेको अब उसलाई नि सोध्नु पर्यो नि त एकपल्ट त्यही गरी त्यो डिभोर्स गर्नु भएन नि अनि म के गर्नु त घरै बा आएर त अब माफीहरू माग्छ माफी माग्दैन मैले सबै ब्लक गरेको छ नि त्यही घरमा आउँदैन नि त आउँछ भने त घरमै आएन कुन त कता गयो उसको गर्लफ्रेन्डहरूसँग गयो होला नि कहिले हिजो नआएको घर हिजोदेखि नै आएको छैन कहाँ गयो कोन त अब एकचोटि त्यस्तो डिभोर्स गर्ने भन्नु हुँदैन नि त हौ मान्छे पनि नराम्रो भन्छ अनि म यहाँ त बस्दिनँ नराम्रो भन्यो भने अब म जान्छु यहाँबाट राम्रो हेरेर बिहा गर्नुपर्छ भनेको त्यो हो त्यस्तो त भनेको थिएँ हेर्दैन मलाई पुरा मन दुख्यो के हो त्यसो र म अब के गर्नु उसको आमालाई भन्नु नि अन्त उसको आमालाई कल गर्नु नि गरेको छैन मेरो उसको आमालाई पो गर्नुपर्छ त पहिला अब तपाईँ यस्तो यस्तो भयो किन आउँदैन पनि घरमा भन्नु कल गरेर भन्न भन् अनि मैले ब्लक गर्यो भन्नु हो नि त उसको आमाले फेरि कराउँछ होला ब्लक नगर्नु नि किन गरेको छ अनि उसले मलाई नि खोज्यो नि पुरा उसले फोनै नटिप्ने अनि मलाई रिस उठ्यो कल गरेर भन्छ होला नि के भन्छ ब्लक नगर्नु त अब एकपल्टको मैले उयसबाट अब अलिकति अनुसन हुनु पऱ्यो भने त हामी टोटालमा त अब एकखेपदेखि दुई खेप दुई खेप तिन खेप भयो भने पो डिभोर्सहरू गर्नु पनि उयो हुन्छ नि त हौ ट्याक्सीमा चढेर आउनु केमा ट्याक्सीमा हो पर्सि त आउँछौ हामी नि उता जान्छ नि कता जान्छ नि आउनु नि एकपल्ट यहाँ मलाई पुरा नि खोज्यो यिनीहरूले यसोपालि जान्छ हौ पर्सि शुक्रबार मान्छे भन्छ कि यसोपालि मऱ्यो नि फर्किँदाखेरि आउनु म कल गर्छु शुक्रबार जान्छौ हामी बिहानै गएर फर्किँदाखेरि नि दिन्छु नि अनि त्यहाँ कराउँछ कराउनु हो ए घरमै राख्नु नि आउँदैन कता गयो त्यहाँ गयो त खोज्नु जा कल गर्नु अन्त एकपल्ट के भएको छ राम्रो सम्झाएर कल गरेर होइन अब म नसम्झाएर नि म अब डाइरेक्ट बाबालाई भनेर डिभोर्स गरेर म जाने त्यही त अब एकपल्ट त सम्झाउनु पऱ्यो नि त भन्दा त्यसरी थाहा फुट्ने हुन्छ क्या भाइ तेरो पनि गल्ती हुन्छ त मेरो गल्ती नै छैन म घरमै बसिरहेको छु त अनि होइन अब यसले मलाई यसो ब्लक गर्यो अहिले मैले कल गर्दा पनि यस्तो गर्यो भन्छ उसले हुँदैन होइन मेरोमा रेकर्ड छ नि मैले कति 6-7 खेप कल गरेँ कि कलै नउठाउने वाट्सएपमा पनि कल गरेँ कलै नउठाउने अन्त त्यहाँ सामानहरू कहाँ पुर्याउने यो सामानहरू म सक्यो भने ट्याक्सीमा लाएर उतै ल्याउँछु नभन्नु त के अब राम्रो सम्झाउनु के भएको छ के हो कस्तो हो भनेर अब उयो अचानक है ठुलो हो त्यो निकालेर रेडी भएर बस्नु पर्यो भनेर त्यो दैलोमा आएको बित्तिकै डम्मै दिने म त्यसो भने त्यहाँदेखि ती लड्छ नि त्यहाँदेखि म त्यहाँ एउटा चेयर छ त्यसले बङ दिनु पर्यो भरे मऱ्यो भने चाहिँ मर्दैन हो त्यो चेयर हो प्लास्टिकको चेयर त्यसमा गरेर राम्रोसँग मिलेर बस्छ अब राखेको निने ल निने अप्रिल फुल लाठी लाग्यो अनि